आदन दशमी नमस्कार। तपाईँ यति बेला जीएस न्युज पोखरा मार्फत हामीलाई हेर्दै हुनुहुन्छ। हिजो हामी यो सडकमा अस्फाल्ट हुँदैछ है भनेर अस्फाल्ट गर्दै गरेको दृश्य तपाईँलाई देखाएका थियौँ भने आज यही सडकमा सरर हिँड्न मिलिसकेको छ। तपाईँ हेर्न सक्नुहुन्छ। निकै आनन्द हुन्छ। यो अस्फाल्ट फाइनल पिच भइसकेको अवस्था छ। यसमा तपाईँलाई भन्दाखेरि कफी खाँदै अर्थात् विशेष गरेर कफी भनौँ होइन, कफी चिया खाँदै सर र गाडीको यात्रा चाहिँ गर्न मिल्छ, किनकि अरू सडकमा जस्तो खल्डाङ खुल्डुङ हुँदैन होइन। र अझ आज मैले अर्को कुरा तपाईँलाई देखाउँदैछु। यस्तो राम्रो देखिएको छ अहिले पोखराको जुन अमरसिंह चोकदेखिको अगाडि बुद्ध चोक इन्द्रमार्गसम्मै त्यो साइडमा चाहिँ यति बेला पोलहरू छैन, बिजुलीको पोलहरू छैन। अन्डरग्राउन्ड बिजुली अन्डरग्राउन्ड गरिएको छ र निकै राम्रो देखिन्छ। अहिले तपाईँले देखिसकेको दृश्य पनि साइडमा एकदम पर छ नि त बिजुलीको पोल, त्यसले गर्दाखेरि यहाँ पनि निकै आनन्द लाग्छ। र अझै बिजुलीको तार र पोलै नभइसके पछाडि अर्कै देखिन्छ। तपाईँलाई हामी देखाउँदैछौँ पोखरामा बिजुलीको तार चाहिँ मुख्य सिटीमा चाहिँ अन्डरग्राउन्डको काम भइरहेको छ। त्यो अपडेट हामी पछाडि तपाईँलाई गराउँछौँ। यस अगाडि हामी केही पहिले नै त्यसको बारेमा अपडेट चाहिँ गराएका थियौँ। अहिलेको प्रगतिको बारेमा पनि तपाईँलाई पछाडि अपडेट गराउनेछौँ। आज हामी तपाईँलाई यात्रा गराउँदैछौँ बुद्ध चोकसम्मको। यो दृश्यहरू कस्तो छ तपाईँले देख्न सक्नुहुन्छ। केही भागहरूको दृश्य जुन छ, जस्तो साइड लेनमा सर्भिस लेन भनौँ, अझै सर्भिस लेनमा चाहिँ काम भइसकेको अवस्था छैन यहाँ चाहिँ, तर चाउथेमा चाहिँ एकतर्फी चाहिँ सर्भिस लेनमा नि काम भइसकेको छ। हामी अगाडि बढिरहेका छौँ। यति बेला हामी एयरपोर्ट आइपुगेका छौँ। एयरपोर्टमा पनि दुवै साइडमा काम भएको छैन, वान वे चाहिँ क्लियर छ, अर्को साइडमा काम हुँदैछ। आदर दर्शक, यो हामीले दृश्य देखाएका छौँ एयरपोर्ट अगाडिबाट। यो औद्योगिक क्षेत्रतर्फको दृश्य हो। हामी तपाईँलाई यी दृश्यहरू देखाइरहेका छौँ। हामी औद्योगिक क्षेत्रको एकदम नजिक आइपुगेका छौँ यति बेला। तपाईँ हेर्न सक्नुहुन्छ। केही साथीहरूले ठाउँको बारेमा नि भनिदिनु भयो भने हुन्थ्यो भनेर हामीलाई कमेन्ट गर्नुभएको थियो। त्यस कारणले आज अलिकति यो ठाउँको बारेमा नि मैले ब्रिफिङ गरेँ। ठ्याक्कै हामी यति बेला औद्योगिक क्षेत्र गेट अगाडि आइपुगेका छौँ। अब हामी शिवचोकतर्फ अगाडि बढ्दैछौँ। शिवचोकको साइडको कुरा गर्दा पनि त्यहाँ पनि अलिकति काम बाँकी नै छ। वान वे साइडमा, वान वे साइड त क्लियर छ, वान वे साइडमा चाहिँ बाँकी नै छ। त्यहाँ चाहिँ यो सामग्रीहरू नै स्टोर जस्तो बनाएर राखिएको थियो होइन, स्टोर गरिएको थियो। हामी शिवचोकतर्फ अगाडि बढिरहेका छौँ। तपाईँले पहिला यहाँ चाहिँ ठुलो चौतारीहरू देख्न सक्नुहुन्थ्यो होइन। अहिले चाहिँ तपाईँ देख्न सक्नुहुन्थ्यो चौतारी। अहिले चाहिँ चौतारीहरू छैन। अब यो खण्डमा काम हुन बाँकी छ। यति बेला यो बाटो निर्माणपछि पहिले जुन हामी होइन याद गर्थ्यौँ नि कतिपय कुराहरू, यो आएपछि यस्तो छ भन्ने हुन्थ्यो, तर अहिले चाहिँ त्यो कल्पना गर्न सकिँदैन। पछि बिस्तारै बानी पर्छ। तपाईँ देख्न सक्नुहुन्छ यहाँ यो अमरसिंहको नजिकसम्म वान वे चाहिँ बाँकी छ। यो शिवचोकदेखि यहाँसम्म चाहिँ बाँकी छ। यो अमरसिंहको नजिक चोक हो। अब तपाईँ हेर्न सक्नुहुन्छ दायाँ बायाँ नै अहिलेबाट तपाईँ याद गर्नुहोस्। दायाँ बायाँ यहाँ तपाईँले बिजुलीको वायरहरू, बिजुलीको पोलहरू केही देख्नुहुन्न। यो अगाडि तपाईँले देखेको चाहिँ त्यो सोलरको हो। यहाँ सबै अन्डरग्राउन्ड छ बिजुलीको वायरहरू। तपाईँ हेर्न सक्नुहुन्छ।
हामी बुद्ध चोकतर्फ अगाडि बढ्दैछौँ। तपाईँ दायाँ बायाँ साइडमा चाहिँ बिजुलीका तारहरू चाहिँ देख्नु हुँदैन। तपाईँ हेर्न सक्नुहुन्छ। निकै आकर्षक देखिएको छ। अहिले नै यो अवस्था छ। अब सर्भिस लेन र रोड मार्किङ गरिसके पछाडि, सर्भिस लेन बनेर रोड मार्किङ गरिसके पछाडि अझै अस्फाल्ट 4 सेन्टीको अस्फाल्ट हालिसकेपछि यो सडक कस्तो देखिएला तपाईँ आफै कल्पना गर्न सक्नुहुन्छ। त्यसपछि सबैले भन्नेछन् यसै पोखरा राम्रो छ। त्यसपछि झनै भन्नेछन् आहा पोखरा। तपाईँलाई हामीले आजको यात्रा यहीँसम्म गराएका छौँ, बुद्ध चोकसम्म।